यो भिडियो चाहिँ अस्ति नै बनाएको थिएँ। माताकोमा आउँदाखेरि यसलाई चाहिँ मान्छेले बिगारेको रहेछ काम गर्दाखेरि बेङ्गलोरमा। यस्तो मान्छेले गरी खाएको देखेर पनि आँखा लागेर बिगार्ने चाहिँ बहुत नराम्रो है। मर्दा पनि किरा परेर मरोस् त्यस्तो मान्छेहरू चाहिँ। उनी चाहिँ यो लास्ट दिनको अस्ति 3 दिन बादमा यस्तो पानी नुहाइदिँदो रहेछ राम्रो गरेर माटो पूजा गरेर बिगारेको हटाइदियो राम्रै गरेर माटो। अनि झलङ्गे दलुङ पनि कति राम्रो फ्रिज रहेछ झलङ्गे दलुङ। कस्तो गरम पनि भइरहेको थियो। आमाले चाहिँ आज अस्ति यस्तो भएर थियो। आज चाहिँ आमा आएको छ त्यही पनि किन एउटा कारण छ नि त उसको आउनु पनि। गाँसी चाहिँ यहाँ रोएको गाँसी धेरै रहेछ सिमो गाँसी। त्यही एक झोला झन्डै टिपवाला रोइ पनि हेर न साह्रै राम्रो छ। आमाले चाहिँ रुई बोकेर यहाँ आमाले चाहिँ यो झोलामा चाहिँ के बोकेको होला एकदम अर्काको बारीको रुई टिपेर आए। अनि चाहिँ साथी आएको न्युमा हेरौँ रुई देखाउ त कति भेट्यो भयो। अस्ति बनाएको तर पोस्ट गरेको थिइनँ किनकि म पनि राम्रो छैन मेरो। अब मैले पनि त्यो भिडियो त बनाएको छु। अनि मलाई पनि मेरो भित्र पनि अब आत्मा पसिरहेको रहेछ। कसरी अटोमा जानु छ राम्रो त थिएन त्योहरू पनि बनाइराखेँ भिडियो चाहिँ पोस्ट गरिनँ। तेजपुर गएकोहरू पनि छ भिडियो चाहिँ राखेर पोस्ट गर्छु सोचिरहेको थिएँ। पाहाडको कन्भेन्सन लास्टमा आउँदैछ। अर्की पो रहेको रहेछ। बाई बाई यति नै हो।